जय श्री काली। आज म हजुरहरूलाई यात्रा गर्दाखेरि विघ्न केही नआओस् र कार्यमा सिद्धि मिलोस् भन्ने एउटा स्तोत्र सुनाउन गइरहेको छु। यो स्तोत्रमा उल्लेख गरिएका खानेकुरा तथा हेर्ने कुराहरूको 12 अनुसार मिलाएर यात्रा गर्नुहोला। आइतबार पान खानु, सोमबार ऐना, मङ्गलबार सखर खानु, बुधबार धन्य, बिहिबार जिरा खानु, शुक्रबार दही, शनिबार अदुवा खाई यात्रा गर्नु है। सोमबारको जुन छ ऐना, यो ऐना चाहिँ हिँड्ने बेलामा ऐना हेरेर यात्रा गर्नु, अन्य चाहिँ सेवन गरेर यात्रा गर्नु। यसले कार्यमा पूर्णता प्राप्ति हुन्छ भने कुनै पनि यात्रामा विघ्न उत्पन्न हुँदैन भन्ने शास्त्रीय मत रहिआएको छ। जय श्री काली।